वेलकम टु बीपी संग्रहालय। आज चाहिँ बीपी संग्रहालय घुम्न आएको छौँ। लेट्स गो। बीपी संग्रहालय यहाँ के अरे नामै बिर्स्यो। हाम्रो यो सुन्दरी जलमा पर्दो रहेछ। आज चाहिँ फ्यामिलीसँग मेरो मम्मी बाबा चमाहरू आउनु भएको छ। लेट्स गो। संग्रहालय घुमौँ है त गाइस सँगै। चमा के छ हाल? ठिक छ? एकदम दामी। कहाँको घुम्नलाई? सुन्दरी जल आर्मी क्याम्प भित्र के संग्रहालय भन्ने बीपी 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 लेट्स गो। कस्तो रहेछ है त संग्रहालय। प्लेन पनि रहेछ है चमा। त्यो भित्र जाने हो घुम्नलाई। ल दुबोको यो चाहिँ के लाग्यो यो? स्विमिङ पुल चाहिँ रहेछ तर पानी चाहिँ छैन। प्लेन पनि रहेछ क्या यस्तो है। रोयल नेपाल एयरलाइन्स भनेर प्लेन पनि रहेछ यहाँ होइन। चट्ट लाएर बवाल रहेछ। ल कहाँ अरे मम्मी? हजुर ल प्लेन अब चढ्ने। अनि कहाँ जाने त? चढेर रातोमा त्यसले रोयल नेपाल एयरलाइन्स 2030 फ्युल हाल्ने हुँदो रहेछ है। ओके खतरा हुँदो रहेछ है। ल नाइस रहेछ। ल सक्यो फोटो खिच्ने कार्यक्रम? सक्यो। अब अलिकति भन्छ टिकटक एक दुईटा बनाऊ न। टिकटक मसँग छ। टिकटक पर्नै। ड्याडी पनि मम्मी पनि पुरा फोटो खिचेर एकदम रेडी छ। कस्तो मजाको हावा चलिरहेछ। हाम्रो दाइहरू पनि हुनुहुन्छ। दामी रहेछ है ठाउँ चाहिँ। फोटो खिचिरहेको छ अनि सबैले राम्रोसँग लाइक गरिदिनु होला। किन हामी यहाँ टिकटक पनि बनायौँ अब चमासँग। अनि यहाँ मम्मीहरू चाहिँ बसिरहनु भएको छ उता अगाडि। जस रमाइलो लाग्यो। अब हामी एकछिनमा चाहिँ फर्कन्छौँ यहाँबाट। अनि त्यहाँ बस्नु ठाउँ हुँदा हुँदा चाहिँ किन यहाँ बस्यो त? हेलो हामी चाहिँ यहाँ एकछिन अब रेस्ट गर्दैछौँ। आज चाहिँ अलिकति गाह्रो भएर बिहानै चाहिँ मैले खास भ्लग बनाउँछु भनेर नै आएको थिएँ। अनि अलिकति अब मौसम पनि सफा थिएन, पानी परिरहेको थियो। त्यही भएर भ्लग चाहिँ बनाउन पाइनँ। बिहान जुन हामी माथि मन्दिर गएको थियो, सायदै हामी यो महिनाको अन्तिम अथवा अर्को महिनामा चाहिँ फेरि माथि के उख्रेनी भन्ने गाउँ पनि रहेछ, माथि जान्छौँ। हाम्रो अर्को अस्ति जुन जामाचो जो जानु भएको थियो उहाँहरू सायदै हामी जान्छौँ होला। पछि फिक्स चाहिँ छैन तर जान्छौँ भनिरहेका छौँ। र अहिले चाहिँ हाम्रो फ्यामिली आउनु भएको छ र यसको हामी धेरै त होइन अलिअलि घुमघाम गऱ्यौँ है त। मम्मी बसिरहनु भएको छ यहाँ। कस्तो लाग्यो मम्मी ठाउँ? एकदम राम्रो लाग्यो बाबु। अनि हाम्रो यता चमा पनि मोबाइल चलाउँदै हुनुहुन्छ है। हामी चमा र मैले टिकटक पनि बनायौँ। कस्तो लाग्यो चमा? दामी 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 रमाइलो।
मौसमले पनि यस्तै साथ दिइरहेछ। अहिले दिउँसो बिहान चाहिँ पानी परे भए पनि दिउँसो चाहिँ अहिले मौसम एकदम खुल्या छ, घाम पनि लागेको छैन, ठिक्क छ एकदम। पछाडि ड्याडीहरू पनि कुरा गरिरहनु भएको छ। र आज एउटा दुःखद कुरो चाहिँ के छ भन्दाखेरि नेपालको गेम भएन र विश्वकपमा आज लास्ट चान्स थियो, खेलेर हारेको भए छुट्टै कुरो, तर खेल्नै नपाइकन आउट हुँदा चाहिँ अलिकति दुःख लाग्यो। त्यसको लागि चाहिँ के गर्ने। ओके, ड्याडी पनि आएर बसिरहनु भएको छ। कस्तो लाग्यो ड्याडी यता? एकदम खतरा, मात्रै भव्य, राम्रो। भव्य यता हेर्नु न, एकदम ल उता फोटो खिचिरहनु भएको छ है। ल हस्त नमस्ते भन्दै आजलाई यहीँ टुङ्गाउन चाहन्छु। हामी चाहिँ अब यहाँ जति पनि डुल्ने ठाउँ थियो डुलिसक्यौँ होइन, पीडा थियो पीडा पनि खुवाइसक्यौँ। अब अलिकति अगाडि पनि हुनुहुन्छ ड्याडीहरू, अझै के भित्र नि डुल्ने ठाउँ छ भन्दै हुनुहुन्छ, छ कि छैन थाहा छैन है, हेर्न जाऊँ। लेट्स गो। मम्मीहरू पछाडि हुनुहुन्छ, ड्याडीहरू चाहिँ अगाडि गइसक्नु भएको छ। आज अलिकति मेरो स्वास्थ्य अवस्था पनि ठिक छैन, त्यो भएको कारणले पनि त्यति राम्रो भ्लग बनाउन सकिरहेको छैन। यो भित्र चाहिँ के भन्छ, बिपी कोइरालालाई जेल हालेको ठाउँ भनिरहेछ, जान दिन्छ कि दिँदैन थाहा छैन। भित्र के छ अवस्था एकचोटि बुझ्छौँ है त। भित्र चाहिँ आउन दिने रहेछ र भित्र दामी रहेछ ठाउँ चाहिँ। यसको यस्तो ठाउँहरू रहेछ यहाँ है, यस्तोहरू रहेछ। नाइस नाइस। ओहो दामी दामी त यहाँ पो खतरा रहेछ ठाउँ त। र यहाँ भित्र चाहिँ राम्रो रहेछ ठाउँ है, यस ठाउँहरू चाहिँ यहाँ चाहिँ बवाल रहेछ। अब फोटो खिच्न होइन राम्रो ठाउँ छ यहाँ चाहिँ, बवाल लाग्यो मलाई चाहिँ। अब यस खतरा रहेछ होइन, बिपी कोइरालाको त्यो के भन्छ समथिङ होइन, यस्तो खतरा रहेछ यहाँ। ल यस्तो पनि रहेछ, गाडीहरू भयो होइन, बुलेट प्रुफ ट्याङ्कमाथि होइन, जिपको झ्याल ढोका तान्ने चढ्ने, लन्चरलाई चलाउने हल्लाउने, लट्ठीले छुने लगायत कुनै काम नगर्नु होला भनेको छ। यो चाहिँ ट्याक्क लाएर यस्तो पनि रहेछ होइन, यस्तो दामी रहेछ ठाउँहरू चाहिँ क्या, बवाल लाग्यो है। ड्याडी अगाडि हेर्दै हुनुहुन्छ, त्यही भन्दैछ। तर क्या दामी रहेछ क्या ठाउँ चाहिँ, लाग्यो फेरि खालि ग्राउन्डमै जानु पाएन मैले, खतरा ल। र बवाल लाग्यो ठाउँ चाहिँ होइन, बवाल छ। कस्तो दामी रहेछ है ठाउँ चाहिँ, बवाल लाग्यो। मेरो चमाको के भन्छ मिज्यू हुनुहुन्थ्यो, उहाँले चाहिँ हाम्रो यो भित्र छिराइदिनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु होइन। दामी रहेछ ठाउँ है, यस्तो खतरा लाग्यो। यस्तो शालिकाहरू देख्न सक्नुहुन्छ है, म्युजियमहरू रहेछ है, यस्तो दामी ठाउँहरू रहेछ ठाउँ। जान दिन्छ शौचालय त उतैतिर रहेछ, दिनुपर्ने हो त। राम्रो र दामी लाग्यो, आज फ्रेस भयो। ल अघिसम्म मलाई टाउको दिइरहेको थियो, अहिले आएर ठिक भयो है, दामी रहेछ। ल ठाउँहरू चाहिँ राम्रो लाग्यो होइन, गुड दामी। ल अघि नै हामी चाहिँ बाई भनिसकेका थियौँ, तर यो सङ्ग्रहालयमा पनि हामी छिर्न पायौँ भाग्यवश, दामी लाग्यो सङ्ग्रहालय पनि। र सबैलाई यहीँबाट बाई भन्न चाहन्छु, र सबैजनाले लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। सुजन 7 युट्युब च्यानलमा
छ यो भिडियो आउँछ होइन, तपाईँहरूले हेरिरहनु भएको छ। सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अन्तिमसम्म हेरिदिनु भएकोमा। ओके, लेट्स गो, थ्याङ्क यू, सी यू सुन गाइज।